धेरै वर्ष पहिले पहाडका टाकुराहरू कुहिरोले ढाकिने एउटा सानो र शान्त राज्य थियो। त्यहाँका राजा निकै प्रजाहितैषी थिए र उनकी एउटी मात्र छोरी थिइन्, राजकुमारी सुनकेश्री। सुनकेश्रीको रूपको चर्चा टाढा टाढासम्म थियो, तर उनको सबैभन्दा ठूलो विशेषता उनको कपाल थियो। उनको कपाल प्राकृतिक रूपमै सुनजस्तै पहेँलो, चम्किलो र रेशमी थियो। जब उनी घाममा बस्थिन्, उनको कपालबाट एउटा छुट्टै तेज निस्किन्थ्यो। एक दिन सुनकेश्री आफ्नो दरबारको कौसीमा बसेर सुनौलो कपाल धोएर सुकाउँदै थिइन्। त्यही समयमा एउटा ठूलो कालो काग आकाशबाट उड्दै आयो। त्यस कागको नजर राजकुमारीको चम्किलो कपालमा पर्यो। गुड बनाउनका लागि केही अनौठो चीज खोजिरहेको त्यो कागले झपट्टा मार्यो र सुनकेश्रीको टाउकोबाट एउटा लामो सुनौलो कपालको त्यान्द्रो मुखमा च्यापेर उड्यो। काग उड्दै उड्दै धेरै टाढाको एउटा शक्तिशाली र विशाल राज्यको दरबारमाथि पुग्यो। त्यहाँका राजकुमार आफ्नो बगैँचामा टहलिरहेका थिए। अचानक कागको मुखबाट त्यो सुनौलो कपाल फुत्कियो र सिधै राजकुमारको हातमा खस्यो। राजकुमारले आफ्नो हत्केलामा परेको त्यो चीजलाई हेरे। त्यो कुनै साधारण धागो थिएन, त्यो त सुनजस्तै चम्किने मानवीय कपाल थियो। कपालको त्यो अलौकिक सुन्दरता र सुगन्धले राजकुमारको मनमा गहिरो छाप पार्यो। उनले सोचे कि जसको कपाल नै यति सुन्दर छ, उनी स्वयं कति सुन्दरी र पवित्र होलिन्। राजकुमारले तत्कालै आफ्ना पितासँग जिद्दी गरे कि यदि उनी विवाह गर्छन् भने यही सुनौलो कपाल भएकी कन्यासँग मात्र गर्नेछन्, नत्र उनी आजीवन अविवाहित रहनेछन् वा आफ्नो प्राण त्याग्नेछन्। राजकुमारको यस्तो हठ देखेपछि राजाले आफ्ना दूतहरूलाई चारै दिशामा पठाए। महिनौको खोजीपछि दूतहरू सुनकेश्रीको राज्यमा आइपुगे र विवाहको प्रस्ताव राखे। तर सुनकेश्रीका पिता चिन्तित भए। त्यो शक्तिशाली राज्य निकै टाढा थियो र प्रस्ताव अस्वीकार गर्दा आफ्नो सानो राज्यमाथि युद्ध हुने र सोझा प्रजाहरू मारिने निश्चित थियो। राजा र रानी रातभरि रोए। जब सुनकेश्रीले आफ्ना मातापिताको यो व्यवस्था र राज्यमाथि मडारिएको संकट थाहा पाइन्, उनको मन भारी भयो। उनले आफ्नो व्यक्तिगत खुसीभन्दा प्रजा र आमाबुबाको रक्षा गर्ने निर्णय गरिन्। बिदाईको दिन दरबारमा ठूलो रुवाबासी चल्यो। आमाले रुँदै अन्जान देश जाँदा आफ्नो ख्याल राख्न भनिन् र सुनकेश्रीको रेखदेखका लागि दरबारकै एकजना विश्वासी भनिएकी दासीलाई सँगै पठाइयो। डोली अगाडि बढ्यो र सुनकेश्रीले आँसुले भरिएका आँखाहरूले आफ्नो जन्मभूमिलाई अन्तिम पटक हेरिन्। त्यो यात्रा हप्तौं लामो थियो। हिँड्दा हिँड्दा उनीहरू एउटा घने जंगलको बीचमा आइपुगे, जहाँ टाढा टाढासम्म कुनै बस्ती थिएन। दिउँसोको कडा घामका कारण राजकुमारी सुनकेश्रीलाई असाध्यै तिर्खा लाग्यो र उनको घाँटी सुकेर काडा भइसकेको थियो। सवारीलाई एउटा ठूलो र पुरानो इनारको छेउमा रोकियो। दासीले इनारको भित्र हेरी, पानी निकै गहिरो थियो। सुनकेश्रीले आफू तिर्खाले मर्न लागेको भन्दै पानी मागिन्। तर पानी निकाल्ने क्रममा दासीको मनमा अचानक एउटा भयानक पाप पलायो। उसले सोची कि यदि यो राजकुमारी बाटोबाट हटी भने यसका महँगा गहना र लुगा लगाएर उनी आफै रानी बन्न सक्छिन् र कहिले कसैको दासी हुनु पर्दैन। दुष्ट दासीले पानी निकै तल भएको र हात नपुगेको बहाना बनाउँदै राजकुमारीलाई अलिकति निहुरिएर हेर्न भनी। तिर्खाले व्याकुल भएकी सोझी सुनकेश्रीले दासीको कुरा पत्याएर इनारको किनारमा के निहुरिएकी थिइन्। दासीले आफ्नो पुरै शक्ति लगाएर उनलाई इनारभित्र धकेलिदिई। बचाऊ भन्दा भन्दै सुनकेश्री इनारको चिसो र अँध्यारो पानीमा खसिन् र केही बेरमा सबै शान्त भयो। दासीले हतार हतार सुनकेश्रीका राम्रा लुगा र बहुमूल्य गहनाहरू आफैले लगाई र आफ्नो अनुहार घुम्टोले ढाकी। जब टोली राजकुमारको दरबारमा पुग्यो, सबैले उनलाई नै सुनकेश्री रानी ठानेर भव्य स्वागत गरे। तर राजकुमारले जब उनको अनुहार र व्यवहार हेरे, उनलाई शंका लाग्यो। कपाल त सुनौलो थियो, तर उनको बोलीमा त्यो शालीनता र पवित्रता कतै थिएन। यता इनारमा खसालिएकी सुनकेश्रीको मृत्यु भएको थिएन। उनको पवित्रता र दुःखका कारण ईश्वरले उनलाई एउटा अद्भुत रूप दिए र त्यो इनारको पानीको बीचबाट एउटा निकै ठूलो कञ्चन र सुगन्धित कमलको फूल फुल्यो। केही समयपछि राजकुमार शिकार खेल्ने क्रममा त्यही जंगलको बाटो भएर जाँदै थिए र तिर्खा लागेर त्यही इनारको छेउमा रोकिए। जब राजकुमारले इनारभित्र हेरे, उनको नजर त्यो विशाल कमलको फूलमा पर्यो। अचम्मको कुरा, राजकुमारलाई देख्ने बित्तिकै त्यो फूल झन फक्रियो र मुस्कुराए जस्तो देखियो।
राजकुमारले मोहित भएर त्यो फूललाई पानीबाट निकालेर आफ्नो दरबारमा लिएर आएर आफ्नो सुत्ने कोठाको फूलदानीमा सजाए। त्यसपछिका रातहरूमा दरबारमा एउटा अनौठो घटना हुन थाल्यो। मध्यरातमा जब राजकुमार गहिरो निद्रामा हुन्थे, त्यो कमलको फूल बिस्तारै खुल्थ्यो र त्यसको भित्रबाट रोइरहेकी सुनकेशरी बाहिर निस्किन्थिन्। उनी कोठामा रहेका राजकुमारको अनुहारलाई हेरेर भित्रभित्रै रुन्थिन्। बिस्तारै कोठाको भुइँ बढार्थिन्, राजकुमारका कपडाहरू मिलाएर राख्थिन् र रातभरि रोएर आफ्ना आँसु भुइँमा खसाल्थिन्। झिसमिसे उज्यालो हुन लाग्दा उनी फेरि त्यही कमलको फूलभित्र छिर्थिन् र फूल बन्द हुन्थ्यो। राजकुमारले हरेक बिहान उठ्दा आफ्नो कोठा सफा भएको र भुइँमा पानीका थोपाहरू खसेको देख्दा निकै अलमलमा पर्थे। एक रात राजकुमारले यो रहस्य पत्ता लगाउने निश्चय गरेर ओछ्यानमा निदाएको बहाना गरे। मध्यरातमा कोठामा एउटा मधुर सुगन्ध फैलियो र फूलदानीमा रहेको कमलको फूल बिस्तारै खुल्यो। त्यसबाट एउटी अत्यन्तै सुन्दरी तर उदास कन्या बाहिर निस्किन्, जसका आँखाबाट आँसु बगिरहेका थिए। उनी राजकुमारको छेउमा गएर रोइरहेका बेला राजकुमार जुरुक्क उठे र उनको हात समाते। राजकुमारले उनीको हुन् र यसरी हरेक रात किन रुन्छिन् भनी सोधे। सुनकेशरी सुरुमा डराइन्, तर राजकुमारको साँचो प्रेम देखेर उनले आफ्नो मन थाम्नै सकिनन्। उनले सुरुदेखि अन्तिमसम्मको सबै सत्य कथा रोइ रोइ सुनाइन् कि कसरी कागले कपाल लग्यो र कसरी बाटोमा उनकी दासीले उनलाई इनारमा धकेलेर रानीको स्थान खोसी। सबै कुरा सुनेपछि राजकुमारको क्रोधको सीमा रहेन। भोलिपल्ट बिहानै राजकुमारले दरबारमा ठूलो सभा बोलाए र नक्कली रानीलाई सबैको अगाडि बोलाएर सत्य सोधे। दासीले अझै पनि झुट बोल्ने प्रयास गरिरहेका बेला राजकुमारको इशारामा पर्दा पछाडिबाट वास्तविक सुनकेशरी रानी सभामा प्रवेश गरिन्। उनको वास्तविक सुनौलो कपाल र अनुहारको तेज देख्ने बित्तिकै दासीको अनुहार डरले पहेँलो भयो। उसले आफ्नो पाप लुकाउन सकिनन् र घुँडा टेकेर माफी माग्न थाली। तर राजकुमारले विश्वासघातीलाई माफी नमिल्ने भन्दै कडा कारावासको सजाय सुनाएर राज्यबाट निकाला गरिदिए। त्यसपछि राजकुमारले वास्तविक सुनकेशरी रानीसँग धुमधामका साथ विवाह गरे र सुनकेशरीका आमाबुबालाई पनि सम्मान आफ्नो दरबारमा बोलाए। दुःख र आँसुका ती लामा रातहरू अन्तत सकिएका थिए र सत्यको जितसँगै उनीहरूले सुख र शान्तिपूर्वक आफ्नो जीवन बिताउन थाले।